के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ कि गर्भावस्थाको पहिलो त्रैमासिक प्रेग्नेन्सीको फर्स्ट ट्राइमेस्टरको केही अस्वस्थताबाट अहिले राहत मिलेको छ, तर अब दोस्रो त्रैमासिकमा के हुन्छ, सेकेन्ड ट्राइमेस्टरमा के हुन्छ भन्ने बारे अन्यलमा हुनुहुन्छ? वा सायद तपाईँ आफ्नो शरीर र बच्चामा आउने परिवर्तनहरूबारे अझ गहिरो रूपमा बुझ्न चाहनुहुन्छ। आज हामी प्रेग्नेन्सीको गोल्डन पिरियड भनिने दोस्रो त्रैमासिक वा तपाईको प्रेग्नेन्सीको 3 महिना पुरा भइसकेको छ र चौथो महिना, पाँचौं महिना र छैटौं महिना वा सेकेन्ड ट्राइमेस्टरको गहिराइमा डुब्नेछौँ। यो समय कतिपय महिलाका लागि सबैभन्दा सहज र आनन्ददायी हुन्छ, तर यसका आफ्नै चुनौती र महत्त्वपूर्ण विकासक्रमहरू पनि छन्। कल्पना गर्नुहोस्, एक बिहान तपाईँ ऐना अगाडि उभिरहनु भएको छ अनि आफ्नो पेटको आकार बढेको देख्नुहुन्छ। त्यो सानो जीव जुन केही महिना अघि मात्र एक कल्पना थियो, अब तपाईभित्र वास्तविक रूप लिइरहेको छ। तपाईको मनमा अनेक प्रश्नहरू होलान्। मेरो बच्चा कसरी हुर्कँदैछ? मैले के कुरामा ध्यान दिनुपर्छ? कस्ता कस्ता लक्षणहरू सामान्य हुन् र कस्ता चिन्ताजनक? आज हामी यी सबै प्रश्नहरूको जवाब दिनेछौँ ताकि तपाईँ यो यात्राको हरेक पलको आनन्द लिन सक्नुहोस्। मलाई सम्झना छ, मेरो एक साथी थिइन् कविता। प्रेग्नेन्सीको फर्स्ट ट्राइमेस्टरमा उनलाई बिहानै वाकवाकी लाग्ने, थकान महसुस हुने, खान मन नलाग्ने, पेट पोल्ने, दुख्ने जस्ता विविध समस्याहरूले सताएको थियो। उनी भन्थिन् यो कहिले सकिन्छ होला, तर जब उनी सेकेन्ड ट्राइमेस्टरमा प्रवेश गरिन् उनको अनुहारमा नयाँ चमक देखिन थाल्यो। वाकवाकी कम भयो, ऊर्जा बढ्यो र उनले पहिलो पटक आफ्नो पेटमा बच्चा चलेको महसुस गरिन्। त्यो पल उनका लागि जादुमय थियो। उनले मसँग त्यो अनुभव बाँड्दै गर्दा उनको आँखामा एउटा अलग्गै चमक थियो। दोस्रो त्रैमासिक, सेकेन्ड ट्राइमेस्टर यस्तै अनेकौं अविस्मरणीय पलहरूको सङ्गम हो। त्यसो भए प्रेग्नेन्सीको सेकेन्ड ट्राइमेस्टर भनेको के हो? गर्भावस्थाको दोस्रो त्रैमासिक भनेको के हो त? यो सामान्यतया प्रेग्नेन्सीको 14औं हप्तादेखि 27औं हप्तासम्मको अवधिलाई बुझाउँछ। अर्थात् तपाईको 3 महिना पुरा भइसकेको छ र चौथो महिना, पाँचौं महिना र छैटौं महिनाको प्रेग्नेन्सीको पिरियडलाई बुझाउँछ। यस समयमा आमा र बच्चा दुवैमा धेरै महत्त्वपूर्ण परिवर्तनहरू आउँछन्, जसमा नम्बर 1 मा छ आमामा देखिने शारीरिक परिवर्तनहरू, जसमा ए नम्बरमा छ पेटको आकार बढ्नु। उदाहरणका लागि तपाईको पेट अब स्पष्ट देखिन थाल्छ र तपाईलाई प्रेग्नेन्सीको लुगा लगाउनु पर्ने हुन सक्छ। अहो मेरो पेट त छिट्टै नै ठुलो भयो नि भन्ने जस्ता कुराहरू पनि सुन्न पाइन्छ। नम्बर बी, ऊर्जामा वृद्धि र वाकवाकीमा कमी। धेरै जसो महिलाहरूले पहिलो त्रैमासिकको वाकवाकी र थकानबाट राहत पाउँछन् र ऊर्जावान महसुस गर्छन्। जस्तै तपाईलाई पहिले जस्तो सुत्न मन लाग्दैन र घरको सामान्य कामहरू गर्न सहज महसुस हुन्छ। तर कसैलाई भने पहिलो त्रैमासिकको समस्या यथावत रहन पनि सक्छ। अब नम्बर सी, छालामा परिवर्तन। गर्भावस्थाको चमक, प्रेग्नेन्सी ग्लो देखिन सक्छ भने कसैलाई पिगमेन्टेसन वा लिनियर निग्रा जस्ता समस्याहरू पनि हुन सक्छ। जस्तै कसैको गालामा हल्का कालो दाग देखिन सक्छ वा पेटको बीचमा एउटा कालो धर्को बन्न सक्छ। अब नम्बर डी, स्तनमा परिवर्तन। स्तन अझ ठुला र कोमल हुन सक्छन्, निप्पलको रङ गाढा हुन सक्छ। अब नम्बर ई, खुट्टा सुनिनु। विशेष गरी दिउँसो धेरै समय उभिएपछि खुट्टा र खुट्टाका औँलाहरू सुनिन सक्छन्, जस्तै साँझपख तपाईको जुत्ता कसिलो भएको महसुस हुन सक्छ। नम्बर एफमा छ ढाड दुख्ने। पेटको आकार बढ्दै जाँदा र शरीरको गुप्ताकर्षण केन्द्र परिवर्तन हुँदा ढाड दुख्ने समस्या हुन सक्छ, जस्तो कि लामो समय उभिएपछि वा बसेपछि तपाईको ढाडमा असजिलो महसुस हुन सक्छ।
अब लागौं नम्बर 2 तर्फ। नम्बर 2 मा छ बच्चाको विकास, जसमा ए नम्बरमा छ 14 देखि 16 हप्ता, जसमा बच्चाको लिङ्ग स्पष्ट देखिन थाल्छ, हड्डीहरू बलियो हुँदै जान्छन्, बच्चाले स्वाद लिन सक्छ। उदाहरणका लागि यस समयमा गरिने अल्ट्रासाउन्डमा तपाईले बच्चाको लिङ्ग थाहा पाउन सक्नुहुन्छ, अर्थात् तपाईको बच्चा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ। नम्बर बी 17 देखि 20 हप्ता। यो समयमा बच्चाको छालामा बेर्निक्स नामक सेतो पदार्थको पत्र बन्न थाल्छ, जसले छालालाई सुरक्षा दिन्छ। बच्चाको पहिलो चाल, पहिलो किक महसुस गर्न सकिन्छ। यो एउटा अनौठो अनुभव हुन्छ। पेटमा माछा पौडेको जस्तो वा पुतली फरफराएको जस्तो महसुस हुन सक्छ। नम्बर सीमा छ 21 देखि 24 हप्ता। बच्चाको सुन्ने क्षमताको विकास हुन्छ, उसले बाहिरी आवाजहरू सुन्न सक्छ, त्यसैले तपाईले बच्चासँग कुरा गर्न वा संगीत सुनाउन सक्नुहुन्छ। उदाहरणका लागि तपाईले आफ्नो पेटमा हात राखेर नमस्ते बाबु, नानी भन्न सक्नुहुन्छ। अब नम्बर डी मा छ 24 देखि 27 हप्ता। यो समयमा बच्चाको फोक्सोको विकास तीव्र गतिमा हुन्छ, आँखा खुल्न थाल्छ र उसले प्रकाशको महसुस गर्न सक्छ, लाइटको फिल गर्न सक्छ। यस समयसम्म बच्चा करिब 1 किलोको भइसकेको हुन्छ। अब लागौं नम्बर 3 तर्फ। नम्बर 3 मा छ आवश्यक जाँच र हेरचाह, जसमा नम्बर 1 नियमित चेकअप। यस ट्राइमेस्टरमा हरेक महिना डाक्टर कहाँ चेकअप गर्न जानु महत्त्वपूर्ण हुन्छ। डाक्टरले तपाईको ब्लड प्रेसर, वेट र बच्चाको धड्कन जाँच गर्नुहुनेछ। नम्बर बी अल्ट्रासाउन्ड, जसमा 20औं हप्ताको आसपासमा एनोमली स्क्यान गरिन्छ। यो स्क्यानले बच्चाको सम्पूर्ण विकास र कुनै असामान्यता छ वा छैन भनेर विस्तृत रूपमा हेर्छ। यो एक महत्त्वपूर्ण स्क्यान हो। नम्बर सी रगत परीक्षण, रगतमा चिनीको मात्रा, हिमोग्लोबिन आदिको जाँच गरिन्छ। अब नम्बर डी पोषण, सन्तुलित आहार लिनु अझै पनि उत्तिकै महत्त्वपूर्ण छ। फोलिक एसिड, आइरन, क्याल्सियम र भिटामिन डी युक्त खानेकुरामा ध्यान दिनुहोस्। उदाहरणका लागि हरियो सागपात, दाल, गेडागुडी, फलफुल, दुध, दही, अन्डा, माछा आदि। साथै तपाईले आइरन र क्याल्सियम ट्याब्लेट पनि खान छुटाउनुहुन्न। नम्बर ई शारीरिक गतिविधि, जसमा हल्का व्यायाम जस्तै हिँडुल गर्ने, योग वा पौडी खेल्नु उपयुक्त हुन्छ, तर डाक्टरको सल्लाहमा मात्र। तपाईको प्रेग्नेन्सीको टाइप कस्तो छ त्यो अनुसार तपाईलाई डाक्टरले उपयुक्त सल्लाह दिनुहुनेछ। यसले शरीरलाई सक्रिय राख्न मद्दत गर्छ। नम्बर एफ मा छ आराम, पर्याप्त आराम र निद्रा लिनु आवश्यक हुन्छ। अब लागौं नम्बर 4 तर्फ। कहिले चिन्ता गर्ने त? केही लक्षणहरू देखिएमा तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ, जस्तो कि योनिबाट रगत बग्नु, पेटमा तीव्र दुखाइ हुनु, अचानक धेरै पानी बग्नु, बच्चाको चाल कम हुनु वा महसुस नहुनु, अचानक धेरै टाउको दुख्नु वा धमिलो देख्नु, ज्वरो आउनु। यी लक्षणहरू देखिएमा ढिला नगरी डाक्टरको सल्लाह लिनुहोस्। दोस्रो त्रैमासिक गर्भावस्थाको सबैभन्दा सुन्दर पक्षमध्ये एक बच्चासँगको सम्बन्ध अझ गहिरो हुनु हो। जब तपाईले पहिलो पटक बच्चाको चाल महसुस गर्नुहुन्छ, त्यो क्षण अविस्मरणीय हुन्छ। त्यो तपाई दुई बीचको वास्तविक संवाद हो। यो समयको भरपूर आनन्द लिनुहोस्, आफूलाई माया गर्नुहोस् र आफ्नो शरीरले गरिरहेको अद्भुत कामको कदर गर्नुहोस्। साथीहरू, आजको भिडियोमा हामीले गर्भावस्थाको दोस्रो त्रैमासिकको बारेमा विस्तृत रूपमा चर्चा गर्यौं। आशा छ यो जानकारी तपाईका लागि उपयोगी साबित भयो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्नुहोस्। साथै हाम्रो च्यानल ज्ञान सागर स्टुडियोलाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। भिडियो पुरा हेर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। हाम्रो भेट अर्को भिडियोमा छिट्टै हुनेछ।